Love you, Sailong, guys! Yay! हेलो गाइस, वेलकम टु माई ब्लग होइन। आज हामी अब सेलिङ जाँदैछु गाइसहरू। भर्खर घरबाट निस्केको गाइसहरू होइन। अब त्यहाँबाट गएपछि अब बसेर मलाई धेरै एक्सर्साइज भएछ होइन। अनि त्यसपछि सेलिङमा मेला लाग्छ नयाँ वर्षमा होइन। जस म आफ्नो गाउँलाई उपस्थित गर्दैछु होइन। गाउँलाई पनि हेर्नु पर्यो नि त, गाउँ मेरो बुवा गाउँ होइन। केटा हो, लाइफ यस्तै हो, जिन्दगी रक्स हो। अब हामी सेलिङमा अब दामी भिडियो खिच्छु। दामी आफ्नो लङ टाइम ग्याप भएको केटा हो है, केटा हो। ल अब भिडियो के हुन्छ अब त्यहाँबाट थाहा हुन्छ। गाइस भर्खर गाडी टिकट काटेर हाम्रो अब गाउँ जानु लाग्यो गाइसहरू। हामी त राइड गर्दैछौँ। हामी बगु बजार पुग्यो गाइस। अब अन्डीहरू सबै चिज मान्छ गाइस। अब हाम्रो अन्डी त सुतिरहेछ। अब हामी राइड हान्दैछौँ, राइड हान्छौँ। हामी अगाडि लक्ष्मण दाइ हाम्रो शैलीको बच्चाको शैलीको बच्चा यस्तो भाइ मान्छे। आज हामी यहीँ बाख्रो मोडे गाइसहरू। अनि आज हामी सेलिङ जाँदैछ गाइसहरू। या गुड मर्निङ, ह्याप्पी न्यु इयर 2082 केटा हो। हाम्रो भाइ के सालको? आज सेलिङको घुमघाम हो। आज वेदर इज भेरी गुड, जलफल होइन। हामी भर्खर गाडी चढ्दैछु गाइसहरू। अनि मेरो भाइहरू के छ भाइहरू? ठिक छ। अब हामी सबैजनालाई ह्याप्पी न्यु इयर 2082। अनि आज हामी चलफल गर्दैछौँ पारा। अनि बाटो पनि राम्रो बनाइछ। अब मेरो भाइको अब सेलिङको बारेमा के भन्नु न, बाटो कस्तो छ? सेलिङको बाटो एकदम फेमस छ, एकदम राम्रो छ। गाउँहरू नै आउनु होला, एकचोटि घुम्नै पर्ने ठाउँ हो। माया नमार्नु, आफ्नो गाउँ हो केटा हो। अनि बाटो बन्दैछ, हजुरहरू टेन्सन लिनु पर्दैन। अब यहाँभित्र अब माथि गयो, अब माथि गएपछि थाहा हुन्छ। अब गाइस आज भर्खर ढुङ्गे डाँडामा आइसक्यो गाइसहरू। बाटो बनाउँदैछ गाइसहरू। हाम्रो कालो अनि हेर्नु सक्नुहुन्छ यहाँ मान्छेहरूको। अब माथिको नयाँ वर्षमा त यहाँ गाडीहरू पुरै जाम भइरहेछ गाइसहरू। आउँदाखेरि सोचेर आउनु है केटा हो। कस्तो अप्ठ्यारो गाइस, यहाँ त भिड छ गाइसहरू। हामी अब उकालो जानेछु गाइसहरू। यो बाटो पनि कस्तो अलिक अब बनाउँदैछ गाइसहरू। सेलिङ जानु केटा हो भनेको अप्ठ्यारो छ गाइस होइन। यहाँ कस्तो बारी। हेलो गाइस, यहाँ सेलिङमा पुरै मालामाल छ। यहाँ गाडीहरू कति पार्किङ छ गाइसहरू। यो गाइस यहाँ सेलिङमा यस्तो गाडीहरू पुरै प्याक छ गाइस। आज नयाँ वर्ष गाइस। अब हामी माथि जाँदैछौँ गाइसहरू। हेलो गाइस, हामी यहाँ काल्पनिक चोकमा आइसक्यो गाइसहरू। यहाँ भिड छ गाइसहरू। यहाँ गाडीहरू कति छ गाइसहरू, प्याक थियो। अनु भाइ कस्तो लाग्यो? कस्तो विकास भएछ न्यु इयर? यहाँ लास्टै प्याक भएछ गाइसहरू यहाँ पुरै। अनि के छ भाइ? अनि आजको भिड कस्तो लाग्छ मौसम? सुरु हुँदैछ गाइस। अनि हेर्दै जानु होला ब्लग यो अनि सब्स्क्राइब गरिदिनु होला। यो गाइस, अब हामी मिलिङको सेलिङ गेटमा पुगिसक्यो गाइस। अब भित्र चलफल हान्नु पऱ्यो गाइस। इन्ट्री फी हो गाइस होइन। सेलिङमा यस्तो छ भिड, यस्तो छ गेट नयाँ वर्ष गाइस। यो यहाँ गेट वालमा गाइस, सेलिङको गेट वालमा गाइस यस्तो दामी भ्यू गाइस। धेरै खुसी लाग्यो। यो यस सेलिङमा यस्तो
यहाँको भ्यू दामी गाइस हामी त्यहाँ पुग्न गयो गाइसहरू यता मेरो भाइसँग ह्याप्पी न्यु इयर Happy New Year 2022 22 गाइस ल हामी तर्फल ल गाइस सैलुङमा यस्तो रमाइलो गाइस अब माथि हेरेर ठाउँ अब हामी पुग्ने लागेको माथि हामी कहाँ पुग्ने लाग्यो अब मन्दिर हामी माथि सैलुङको हिलमा भ्यू टावर जाँदैछ गाइस अनि के छ अनुप धेरै यस्तै छ भिडियो रमाइलो पानी पर्ला जस्तो छ गाइस केही टेन्सन लागिरहेछ गाइस अनि भाइको लिएर आउनु होला अनि अब हामी माथि बुद्ध कहाँ माथि डाँडामा मौसम र मायाको भर हुँदैन भन्थे गाइस अनि सैलुङको चलफल हो मान्छेहरू कति आउने जाने भइरहेछ गाइसहरू डेन छ गेराहरू हेर्नुहोस् अगाडिबाट अब बल्ल घाम लाग्यो गाइस यहाँ कतिजना प्याक छ गाइस वेदर पनि खुल्दै आछ गाइस अनि इसमी एकै नयाँ होला गाइस हामी अब चाहिँ हामी कलापन सैलुङमा छु गाइस यस हो सैलुङमा सबैजना आइरहेछ गाइस घर फर्किँदै केटा हो चल फलाइन गाइस यो हामी सैलुङमा गाइस अब पुग्ने लाग्यो त टावर पुग्ने लाग्यो यस्तो टावर त माथि टावर जान्छ गाइस अब पुग्ने लाग्यो हेलो गाइस चन्द्रहरूको कति केस छ गाइस हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी सैलुङ हेरेको हेरे हामी सैलुङ हेर्दै गाइस हामी सैलुङ हेर्दैछ गाइस हामी सैलुङ पुगेको हो मेन डाँडा पुगिसक्यो गाइस अब उता माथि पुग्न बाँकी हो गाइस कस्तो लागिरहेछ त तपाईँलाई अनि कस्तो फिल भइरहेछ ए सोगा हो सोगा सैलुङ इज द बेस्ट इट इज फाइनली पुग्यो सैलुङ केटा हो चलफल गाइस यो भ्यू टावर यसरी हुनुपर्छ भ्यू टावर यहाँ गुम्बा यतापट्टि भ्यू टावर गाइस के भन्नु न केटा हो रमाइलो भइरहेछ आमा अन्य भाइलाई धेरै साउट हो केटा हो अब हामी माथि पुग्ने लाग्यो गाइस गाइस हामी टावर पुगे यो छिटाइछ छिटा हो है नत्र पाउँदैन गाइस छिटो हामी माथि छिटो सैलुङको टावर पुग्ने लाग्यो गाइस यस्तो मेहनती गयो सफल पर्यो गाइस हामी माथि के छैन हामी टावर हामी लोकल हो गाइस हामी फाइनली पुग्यो गाइस हामी टावर कति ओ माय गॉड
गाइस यो हाम्रो चलफल सैलुङ कुमार सैलुङमा आज फाइनल भेट्यो यस क्राउड सैलुङ रक्स केटाहरू आउनुपर्छ है केटाहरू धेरै आइसकेट अनि यता टावर यता हो न दामी छ दर्शन गाइस केटाहरू हाम्रो दाइलाई भेट्यो गाइस के छ विचार हाम्रो सैलुङको चलफल कस्तो छ कुमार भाइको ब्लगमा म चाहिँ होइन आज फर्स्ट टाइम आउँदैछु है सैलुङमा है कुमार भाइलाई भेटेको छु मैले अब हामी सबैजनाले सब्सक्राइब गरिदिनु है गाइस सब्सक्राइब लाइक होइन कुमार ब्लग अब हामी घर फर्किसक्यो सेटुन सब्सक्राइब द माई च्यानल अनि सैलुङको बासिन्दाहरू एकदम दामी हो रैला करा ल टेक केयर घर जाँदैछु गाइड्सहरू होइन यस्तै हो चल